गाइस अहिले चाहिँ हामी बर्थडे पार्टीमा लाग्नु आँट्यौँ। आज चाहिँ लक्ष्मणको बर्थडे। हाम्रो चाहिँ गिफ्ट सानो तिनो छ। बुहारी श्रीमती हामी चाहिँ अब बर्थडेमा लाँदैछौँ। कहाँ हो भन्ने कुरा अब अहिले देखाउँदैछौँ तपाईँहरूलाई। लेट्स सी हेर्दै जानु। अहिले आइपुगिसक्यो यो किकबङ भन्ने जग्गामा। यहाँ चाहिँ कताबाट पो देखाउने कि यता आइपुगेँ। बुढी श्रीमती म लु जाउँ। बुहारी बात गर्दै आउनु न, बात गर्दै आउँदा हुन्छ। हामी चाहिँ आइपुग्यो। किङबङको यस्तो छ डेकोरेसन एकदम दामी छ। तपाईँहरू पनि इलेक्ट्रोनिक सिटीको आसपासमा हुनुहुन्छ भने आउनु सक्नुहुनेछ। एकदम दामी छ क्या जग्गा चाहिँ। हाम्रो चाहिँ ऊ साथी अघि आइरहेको रहेछ। बुहारी आउनु ल। ए उपर बोल 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 बोल। लो यहाँ चाहिँ यस्तो रहेछ बाहिर एकदम दामी छ है गाइस। राति यस्तो रहेछ। हामी पार्टीमा आइसकेको छौँ। यता हुनुहुन्छ राजी पार्चर्ज। यता चाहिँ बर्थडे बोय। बर्थडे बोय कस्तो छ त अनि? बर्थडे बोयलाई क्वेसन गर्नु। बर्थडे बोय हजुरलाई कस्तो फिलिङ लाग्दैछ? हजुरको आज बर्थडे हो। बहुत खुसी लाग्दैछ। आज हजुरको कति वर्षको बर्थडे हो? यो वर्ष चाहिँ पुग्यो 40। 40। सबै ल ल ल दुईजना एकैसँगै हुनु पर्यो। भयो लो ह्यापी बर्थडे टु यु टु यु ह्यापी बर्थडे टु यु। लो ले लक्ष्मणको बर्थडे अब सुरु भयो। खास काकीले उता खुवाइदिनु किन बादमा। सोरी है पूरा लेता पेता भयो। लो नेक्स्ट ए भयो त यत्रो त खायो भने मेरो ए हो त ए काको काकी ए आउ के भयो खाऊ म भुडी भरिसक्यो यार। बाजे ससुरा नि अनि यहाँ कसलाई बनाइदिन्छ? खानु सक्दिनँ नि म। यति हो छुस्सा। ल ल ल जानु न हौ जानु। आए भयो हाँसा त्यो कसको फेरि अन गरेर देऊ। लु जाऊ जाऊ सिने रूप बेगाएर न त्यो फेरि। ल ल ल लकन्दीले सामान सम्हाल्दैछ है त्यहाँ। यताबाट उता उताबाट यता गर्दैछ लकन्दीले। गाइस गुड नाइट। मैले किनकि इधर छ नखाए किनकि इधर मासु खाए।
यहाँ बर्थडे गर्ल हाम्रो सबै गाइसहरू यताउति लाग्नुभयो हामी चाहिँ अब ल गाइस आजको ब्लग चाहिँ यतिमै टुङ्ग्याइयो बाई गुड नाइट टेक केयर